यो कहाँबाट आयो? साग चाहिँ केटा हो साह्रै बेसी भयो जस्तो त मासु चाहिँ कम्ती पर्छ जस्तो छ है। भयो त्यो काखीको भुत्ला डरै लाग्दो छ। खाने कि बोल्ने पनि हौ कस्तो भयो? हेलो अनि नमस्ते मेरो प्यारो साथीभाइहरू। र आज भनिदेखि चाहिँ म कहाँ छु भन्दाखेरि चाहिँ तपाईँहरूले देख्न सक्नुहुँदैछ म चाहिँ अहिले कहाँ छु भन्दाखेरि अघि तपाईँहरूले थमेलबाट पनि अवश्य चाल पाइसक्नु भयो जस्तो लाग्यो है। कहाँ छ थमेलबाट चाहिँ तपाईँहरूले अघि नै थाहा पाइसक्नु भयो जस्तो लाग्यो मलाई चाहिँ होइन। र अहिले चाहिँ म फिलहाल चाहिँ तपाईँको खोला आइरहेको छु। अन्त खोला किन आएको भन्दाखेरि तपाईँले प्रश्न गर्नुहुन्छ भने हामी चाहिँ धेरै दिन के साल भनौँ न साल बादमा चाहिँ आज हामी चाहिँ पिकनिक खाने अन्त सानो है मैले कन्टेन्ट पनि बनाउनु पाएको थिइनँ किनकि त्यस्तै आफ्नो आफ्नो व्यस्तता कारणले गर्दाखेरि केही कुराहरू त्यस्तै थियो है। र त्यही हो हामी चाहिँ कहाँ आएको छौँ तपाईँहरूले देख्न सक्नुहुन्छ जङ्गलको घ्यारीमा यो दामी सुन्दर ठाउँ छ है। यहाँबाट उता देखिन्छ। सो अहिले त घामले गर्दाखेरि म अलिकति जान सकिदिनँ। अन्त कान्छा चाहिँ यहाँ छ हाम्रो पेम्बो। अन्त अजय भाइ चाहिँ माथि गइरहेको छ अलिक सामान बेचेछ। अन्त ऊ चाहिँ त्यहाँ गएको छ है। यो ब्याकग्राउन्डमा देख्नुहुँदैछ यो चाहिँ कम्पनी हो है। यो चाहिँ कुन कम्पनी होला हजुरहरूले गेस गर्नु होला भन्न चाहन्छु है। त्यही हो आजको के कस्तो हुन्छ भिडियो हजुरहरूले माया देखाइदिनु होला अवश्य एकदम सपोर्ट गरिदिनु होला है। र त्यही हो हामी चाहिँ यस्तै अब म चाहिँ जति सक्दो अब जस्तो कुरा गर्छु त्यस्तै कुरा हजुरहरूलाई देखाउने पनि कोसिस गरिरहेको हुन्छु है। तपाईँहरूलाई थाहै छ धेरै बन्नुपर्छ त पर्दैन नि होइन। ल त साथीभाइहरू अहिले चाहिँ मैले टक्कै यहाँ आफ्नो जग्गाहरू पनि बनाइसकेको छु बस्नेको लागि चाहिँ। अन्त यो रुखको छ्याक्कै है यो हाम्रो लागि एउटा भनिन्छ नि मान्छेको घरको लागि घर बढायो भने छाना चाहिन्छ त्यस्तै छाना हो यो हाम्रो लागि है। र त्यही हो टक्कैसँगले। अन्त अब यहाँ चाहिँ मैले सायद यो जग्गामा चुला बनाउँछु। भाइले माथिबाट सामान पनि लिएर आउँदैछ। अन्त एक भाइ हाम्रो कान्छा चाहिँ यहाँ छ। हेलो कान्छा के छ आज चाहिँ के गर्नु आएको अरे? शिकार गर्नु आएको यो प्रकारको जग्गा छ है सडककै। अन्त हामी चाहिँ यहाँ चाहिँ आज सेवा खान आएको। अन्त प्लान अस्तिदेखि भइरहेको थियो त्यत्तिकै भ्याएर है। ल त अब पहिला चुला बनाउनेछु त्यहाँदेखिको हजुरहरूलाई देखाउनेछु है त। हाम्रो एक भाइ आउँदैछ होइन जङ्गली मान्छे। को आउँदैछ केटा को आयो यो मान्छे? जोत्छौ अन्त यता हाम्रो नयाँ बेहुला आएको छ धेरै पक्षपात आम्मा। अन्त के छ जिन्दगीको यात्रा मजा आउँदैछ? अनि मजा आयो अझै दिने साग पनि लिएको छ यहाँ चाहिँ। साग दिएको त कडा हो साग चाहिँ चोचीसँग खानु पऱ्यो नि। अन्त सप्रा अरे झारी पाल्छ जङ्गलमा आएर त्यो अहिले मान्छे त यहाँ हेर न भुडी देखाइ त हाल्छ त्यस्तोहरू छ। ल यहाँ चाहिँ आगो दन बलिसकेको छ अहिले हाम्रो चाहिँ सडककै। आजको चाहिँ ढुङ्गामाथि खुवाइ हुन्छ फेरि। ल त यो कहाँबाट आयो? अर्ग्यानिक माल सकिँदैन बाबा। खोर्सानी ल्यायो ए नभए त ढुङ्गालाई लिएर टाउकोमा यहाँ फेरि आम्मा हो के हो यो? दादा रे दादा कडा छ त माल माल कडा छ बाबा रे बाबा। साग चाहिँ केटा हो साह्रै बेसी भयो जस्तो त मासु चाहिँ कम्ती पर्छ जस्तो छ है। रम्बु कुदाउनु पर्छ क्या साग चाहिँ के पकाउने हो? अरे साग तिम्रो टाउकोमा पकाउनु पर्छ। जय देवन यहाँ एकदम मसला फिटिङ फ्याट गर्दैछ हो। अन्त
यहाँ चाहिँ हाम्रो के समस्या भन्दा चाहिँ यहाँ ढुङ्गामाथि चाहिँ हेर्नु सक्नुहुन्छ सेक्वा चाहिँ एकदम दामी बबाल भइसकेको छ होइन। तर ढुङ्गा फुटिरहेको छ हेर्नु नि, यस्तो चर्केछ ढुङ्गा, यत्रो मोटो ढुङ्गा पनि है चर्किन्छ साथीभाइ हो। सेक्वा चाहिँ एकदम बबाल एकदम दामी हुन्छ। अलिक उता लाउनुपर्छ नि त आगो चाहिँ केटा हो, बाहिर भयो नि त आगो चाहिँ यहाँ भित्री लाउनुपर्छ। ल त साथीभाइ यस्तै छ है त। सेक्वाको मजा ले लो। सिन्दुरे पछि गयो क्या जङ्गलतिर। यो मान्छे त रद्दी छ नि। यहाँ फेरि हेर्दैछ कान्छाले हो। यो चाहिँ तिम्रो सम्बो अलिक यस्तो प्लेन जग्गा छ नि, पुतली भन्छ कि फिरफिरे, यसले काम गर्छ नि। यसमा चाहिँ तिम्रो यो ह्यान्डल छ नि, यो चाहिँ फिरिरिरी घुम्छ नि त। तर यो चाहिँ बगुवा मात्रै हुन्छ। ल त साथीभाइ दृश्य यस्तो छ, रुखको शीतल एकदम आनन्द। के भन्छौ? म त के पनि भन्दिनँ। अरे यो मान्छे त अप्ठ्यारो छ नि त, अप्ठ्यारो मान्छेहरू। मैले अघि चिम्टी बिर्सेछु न, रमभेडा पोल्दै गरौँ है। तार पनि सेक्वा बनाए कस्तो अझै मुला जस्तो हो। अझै सेक्वा कस्तो छ आज? मैले बनाएको कस्तो छ मैले सोध्नु उल्टा मलाई सोधिदिएको। अन्त तिमीलाई कस्तो छ? अब म त A1 बनाउने मान्छे हो होइन। हेर्नुहोस् यहाँनिर एकदम हो पडाक्यो। यो निम्बु हाल्दैछ केटाहरूले। यहाँ फेरि अर्ग्यानिक अचार छ, अघि पिनिरहेको छ चडक्कै है। यो चाहिँ यहीँ पिनेको अनि बट्टामा दिइरहेको छ। र यहाँ पनि बनिँदैछ। हाम्रो एक भाइ ऊ तल छ, के गर्दैछ कोनि। यहाँ चाहिँ सनै दौत छ। यहाँ त गोबर बनाएको छ नि त। ढुङ्गा मैले अलिअलि ल्याएको थिइनँ अन्त। ल तिम्रो त के अन्त भुँडीहरू त चाउरो परिएको छ त। चाउरी पनि होइन कसरी चाउरो। दामी। ल सेक्वा बताइदिउँ मान्छे बुहारी। भुइ भयो त्यो काखीको भुत्ला डरै लाग्दो छ। काखीको भुत्ला डरै लाग्दो छ। हात यस्तो छ है त। ल अब चाहिँ चडक्कै पाराले हामी सेक्वा खानेछौँ, रमाउनेछौँ। त्यहाँदेखि के गर्नेछौँ थाहा छैन, त्यही हो होइन होइन अजय भाइ? हो नि हजुर। यहाँ चाहिँ हाम्रो चिसो तातो यता ल्याइरहेछ। अब चाहिँ खानुपर्ने हुन्छ चडक्कैसँगले है। ल त आज चाहिँ हाम्रो केटाहरूले यहाँ टेस्ट गरिरहेको छ सेक्वा। यहाँ चाहिँ एकदम धमाधर पाकिरहेको। अन्त यहाँ केटाहरूलाई टेस्ट चाहिँ कस्तो छ यसको स्वाद चाहिँ खाने कि बोल्ने पनि हौ? कस्तो भयो? ल त अब यो खानेछौँ एकदम सँगले। यो चाहिँ केटाहरूले चाहिँ फेरि अब जानेन नि त फेरि खानु चाहिँ होइन। यो चाहिँ कसरी गरेर खानुपर्छ नि डाक्ला चाहिँ खोइ तरिका नभए न। यो चाहिँ यो च्वाचेमा खोइ अचार चाहिँ अचार पनि छ त। यो चाहिँ साथीभाइ हो इ हो यसरी हाल्नु हरियो खानुपर्छ अरे लु हैन। यसमा हाल्यो यहाँ अलिकति लगाउ न पहिला। ल अब चाहिँ यहाँ टेस्ट हुँदैछ है च्वाचेसँग। ल यसरी खानुपर्छ हो पेम्बु। लु ल खाऊ न। सुँगुरको मासुमा फल्किने भन्दै त्यो उडाउने चाहिँ एउटा हुनुपर्छ है अचार। यसरी उडाउने खाना हो उडाउने त्यहाँ खप्ला अचार पुरा डुबाउ न। अचारमा डुबाउ त अलरेडी उयो गरेको छ। के भन्दा यसलाई चाउरी भन्दैन यस्तै हो। बेरेको दिएको त पान रहेछ बेरेको छ त। अब पानै भनौँ न डल्ला चाहिँ हाले। टेस्ट भन्दै हो
कस्तो छ ट्राई गर त ट्राई गर न के भएको केटाहरू ट्राई गर तिमी हाम्रो रोशन दादाको है बल्छी चाहिँ हल्लाउँदैछ निकै मजाले माछा पऱ्यो कि भनेर उहाँ चाहिँ पर छ हेर्नु सक्नुहुन्छ तपाईँहरूले निक्लिन्छ कि के गर्नुहुन्छ गतालै परेछ छ ओहो 5-6 केजीको छ जस्तो लाग्दैछ उहाँको बल्छीमा चाहिँ है हेर्नु सक्नुहुन्छ माछा तर पनि निस्किन सकेको छैन है 5-6 केजी चाहिँ पर्यो होला जस्तो लाग्दैछ मलाई जहाँसम्म ल हाम्रो केटाहरू चाहिँ कहाँ गएको अब घर लागेको लु ल हाम्रो चाहिँ खाना इत्यादि एकदम मजाले इन्जोय गराइ भयो अब चाहिँ हामी लागेको रुमतर्फ यस्तै छ है होइन केटा हो अन्त भिडियो मन पर्यो भने चाहिँ के गर्नुपर्छ अरे एकदम लाइक कमेन्ट एन्ड अनि शेयर गर्नु पर्यो रातेलाई यो कुरा मन पर्यो ल त गाइस यस्तै छ साथीभाइहरू फुलैमा खिसा जै दिउँला माया अन्त जिन्दगानी उपहार भो ल है ढकामका जोबन फुल्यो फुली गयो नि यस्तो जङ्गल घारीमा दुई भाइ चाहिँ अगाडि अगाडि जाँदैछ ल त भिडियो यहीँ एन्ड हुन्छ भिडियो मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिने र युट्युबलाई पनि गएर फलो गरिदिने है त